हेलो 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 गाइजहरू, सबैजना सन्चै हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि एकदमै आरामै छु र म चाहिँ अहिले धेरै पछाडि होइन भिडियो अब भ्लग बनाउनु लागेको। अब अहिले गर्मी छ नि त, गर्मी भइरहेछ जापानतिर, यस्तो गर्मी छ है, पुरै छोडिदिउँ। हो बाफ्रे बाफ, मार्छ गर्मीले। त्यही हो, गर्मी बहुत छ, बाहिर त्यसै खासै निस्किँदैन। अनि आज चाहिँ यसो बेलुकातिर हामी एक दुईजना केटाहरू यसो लाएर घुम्न निस्किनु लागेको। अनि त्यही हो, त्यसै भएर यसो लाएर आज चाहिँ हामीहरू चाहिँ कहाँ जान्छौँ भने साकुरा गिच्यो हो, त्यहीतिर जाँदैछौँ। अनि यसो लाएर ब्लग बनाइदिउँ भनेको। ल गाइजहरू, अब चाहिँ म रेडी भइसकेँ होइन, अब जानुपर्छ साकुरा गिच्योतिर। अनि केटाहरू पनि लगभग अब हिँडिसक्यो होला नि होइन। म पनि यहाँदेखि हिँड्दैछु। यहाँको कति बजी यार, 5:30तिर हिँड्यो। अनि यताउता गर्दै अब ट्रेन चाहिँ अलि लाग्छ होइन, आधा घन्टा कति लाग्छ, 1-2 घन्टा जति मजाले घुमेर हावा पनि खानु पर्यो। धेरै भयो बाहिर ननिस्केको। अब त्यही हो गाइजहरू, जानुपर्छ मजाले। मौसमले बिगार्यो मौसम चाहिँ यति चाहिँ हुनुपर्छ क्या, अलि शीतल मात्र भने त त्यो के हो गर्मी यार, मार्छ नि। रोटी थियो धन्न, अब सलाई जानै पर्यो नि होइन। जाऊँ भने के गरे नजाने, सही छ यार मौसम पछाडि। आउँछ केटो होइन, हामीहरू चाहिँ ट्रेन स्टेसनमा भेटिसकेको छैन। कति पछि भेट भयो हाम्रो? 17 धेरै भयो यार केटोसँग भेट्न भएको। 4 दिन। त्यही हो, अब अर्को टोरी लाउरे उता भेटै हुन्छ होला। यो हाम्रो यो आइसक्यो ट्रेन पनि, अब जानुपर्छ। अशोकको झाँटुले के गरे आज, ब्लड ट्रेन चढाएर कहाँ पुगारे, त्यहाँ पुऱ्याएर यार यहाँ ल्यायो यार। यो साइको छ पागल मान्छे। बिहान पनि त्यही चढेछ, अहिले पनि त्यही चढायो मलाई। साग मान्छे कहाँबाट फेरि फर्केर फेरि यता योकोहामा आउनु पऱ्यो। योकोहामा रे घुम्नु दिन्छु। अनि हामी कहाँ जाँदैछौँ? यसो लाएर नेपाली पसल जान्छौँ होइन, टाइम पास त हान्नु पऱ्यो त यार। नेपाली पसल जाऊँ। अनि के छ यसो चामल ल्याउनु पर्ने थियो, यसो सोधौँ होइन के छ। अब मिल्यो भने लगाउँला, भएन भने चाहिँ यति होइन। अशोक यस्तो टाइम हो भने मैले चिरमा घुम्ने यार है। के मुइज गर्लफ्रेन्डसँग मेसेज गरेर हेर्नु, मेसेज भ्लग बनाइरहेको बेला यता हेर्नु मुइज। अब त्यही हो केटा, सधैँ यस्तै गरी आउन पाए हुन्थ्यो होइन। एक दिन मात्रै आइहाल्छ। त्यही पनि अब मैले हेर्छस् त, म के भनौँ त झाँटुलाई। हो त्यो दिपेश छेत्री, त्यो चिन्छस् त? त्यसले भन्दै थियो मलाई कस्तो कपडा लगाउँछस् भनेर भन्छ यार, त्यसले भन्छ भन्दै थियो मलाई अघि कल गरेर। मलाई त्यसले मैले आजसम्म भने तिमीले भनिदिन्छ अरे त्यसलाई? म भने होइन, भनेको छैन। एक दिन मात्र यस्तै भाइ हो कि भाइ भनेर उसलाई मात्र भने, उसले भने लड्यो के म त्यहाँ स्टेबाट। अनि मैले भने चस्मा लगाएको होला, त्यो रातिमा नहेला त्यो भाइलाई नराम्रो लाग्यो। अरू त्यही म लुगा सुगाको बारेमा अरूको म के भन्नुभयो, तिमी भन्नु। ठिक छ यता होइन। चिल्लाउरे अशोकै होइन, यस्तो रहेछ केटो, यस्तो सुध्रिया बच्चा होइन, बिग्रिया बच्चा। एटलिस्ट के गर्नु, के छ ब्रदर? एकदमै भोला खुवाइदिउँ भनेको खाँदैन भन्छ, के गर्नु? म त अब भोला खाने मान्छे पऱ्यो। यो सोझो रहेछ क्या, लास्टै भोला खाने होइन, केही नखाने दोषमा यस्तो भोला खा भनेको खाँदैन भन्छ यार। भोला खानु पऱ्यो नि त। यस्तो केटाहरू कहाँ बच्चा भन्दा ऊ जस्तो रजनीगन्धा खाने, अनि त्यस पछाडि मेगासिरी खाने, अनि त्यो नेहा भन्ने हुन्छ नि, त्यस्तोहरू खान्छ। सेन्टर फुड त जस्तो हामी बच्चा हुँदा सेन्टर फुडहरू चबाउने, अन्त अब भोलाहरू हान्ने होइन। यस्तो लगाएर होइन। के छ अशोक, हान्ने हो? दिउँ एउटा? नै चाहिएन। ठिक छ।
नजानु। ठिक छ जोस् अब घुम्न पनि भइरहेछ यहाँदेखि तल जाने होला जस्तो लागिरह यो पहाडको ढुङ्गा माटो मौसम चाहिँ क्लियर छ है हाम्रो केटाहरू चाहिँ एक्जाम दोस्त आउने आइसक्यो अर्को एक्जाम अशोकसँग त अगाडि भेट भइसक्यो हामी चाहिँ हिँडेको है कता जाँदैछ दोस्त हामी भनिदेऊ त किन न यो सरप्राइज हो कि सरप्राइज दिनु लाग्यो हाम्रो दोस्तले है कुन ठाउँ लानु लाग्यो आज मस्त घुमाउने अरे अब दिनका दिन यस्तै घुमे हुन्छ बेलुका बेलुका होइन बिदा पनि छ यति त चाहियो त होइन अशोक बिदा टाइममा घुम्नु यो चाहिँ आउँदैन भन्दै थियो आइन छैन रुममै आउँछु भनेको आएको दुईपल्ट म आइसकेँ आउनुपर्छ भेट्नुपर्छ एकजनालाई सरप्राइज यसले सोच्यो मुला मैले केटी भेट्न बोलाएको सोचेको छ कि यस्तो झुटिया सोच झन्डै लाग्यो त्यो त्यस्तो सोचिस् भाइ तेरो दाइ त्यस्तो छैन नि तेरो दाइ जस्तो सोचो संस्कारी केटा कतै पाउँदैनस् बुझिस् मेरो भाइ गाइतन्डे सही छ तर बहुत गर्मी छ यार के गर्मी हो भने यस्तो पसिना होला जस्तो छ यार अशोक तँलाई त गर्मी नै भएको छैन होला है तराईमा बस्ने मान्छे ठिक छ के छ त्यही त भने हो तराईमा बस्ने मान्छेलाई गर्मी हुँदैन रे कहाँ हुन्छ त गर्मी अनि हुँदैन भने गर्मी हुँदैन होइन तर त अनि बानी पर्ने हुन्छ नि त तराईतिरमा त्यस्तो कसरी एडजस्ट हुने यस्तोमा तँलाई त ब्ल्याङ्केट ओढे पनि केही हुन्न होला पसिना आइसक्यो यार पोस्ट अफिस यसको धेरै काम हुन्छ हाम्रो जस्तो मान्छे एटिएम हरायो यही हो त्यहाँ हो कि त्यहाँ रहेछ हामी जानको लागि यतैतिर हो होइन जाने चाहिँ अब लगो लगो पुगिसकेछौँ त्यो चाहिँ हामीले उसमा देखेको थियौँ क्या अस्ति केटाहरू त्यहाँ चाहिँ हामीहरूलाई त्यो दाइले ल्याउँदाखेरि त्यही साइडबाट आएको थियौँ क्या पुरै फास्ट ट्र्याक होइन स्पिड हाने त्यहाँ दाइले राति हेर्दै त्यहाँ लाइटहरू मात्रै हेर्दै चिल छ है यस्तो सफा छ पानी पनि यार हेरे कतिको हेऱ्यो त उल्को मेरो नोटमा हेर्दैन थियो केटाहरूले उल्को त म त हेरेन नि यार बेसी होला होइन म त कहाँ फ्रान्स हो नि यार फ्रान्स एम्बाप्पे पऱ्यो आफू त होइन अब मेस्सी रोनाल्डो त्यस्तै हो चेला रहेछ कहाँ त्यो चेला भन्ने कुरो हुँदैन नि त्यसलाई चेला भन्दैन नि त्यस्तै म त पहिल्यैदेखि आइडल त्यो अब त्यो भित्री रूपमा होइन कि म त पहिल्यैदेखि फ्रान्सबाट सपोर्ट गरेको फ्रान्सको अझ एम्बाप्पे भन्दा नि मलाई त खासमा हेर्छु नि म त्यो सानैदेखि त्यसलाई आइडल माने कि त्यसैले हो त्यो त तिमीले भन्ने कुरा ठिकै लाग्यो होइन चेला भन्छ कि त्यो चेला भन्ने त्यो आफ्नो भन्यो के चेला भन्छ कहिले के भन्छ होइन तर चाहिँ म चाहिँ पहिलेदेखि मेसीको 2018बाट नै फ्रान्स हो कि फ्रान्सको चाहिँ मलाई एम्बाप्पे भन्दा नि सबैभन्दा पहिला चाहिँ पोग्बा भन्ने चिन्छौ नै पोल पोग्बा भन्ने त्यो हो क्या सबैभन्दा मलाई मनपर्ने अहिले छैन त्यो भएर अहिले एम्बाप्पेतिर सिफ्ट हो क्या नत्र भने त पोग्बा भयो त नि ल गाइजहरू कसले पोग्बालाई चिन्छ पोग्बालाई चिन्नेहरूमा कमेन्ट गरौँ सल्लाहका 500 रुपियाँ रिचार्ज हानिदिन्छु मलाई 500 रिचार्ज त तिमी जितेछ साँच्चै हानिदिन्छु 500 को रिचार्ज अस्ति जितेछ होइन जितेछ नि अशोके तिमीले त भोला नि खान्छौ रे हो खान्छु नि यार भरे अघि खाएको भन अशोक अशोकलाई थाहा नि म हिजो त्यहाँ नेपाली पसलमा गएको थिएँ कि अनि एउटा केटी आउँदो रहेछ अनि भोला दिनु न दाइ भन्छ खिरै छ भोला भने के
केटीले भोला त्यही मेरो अगाडि खाएर गइदियो भने खानुपर्छ यार टाइममा होइन त्यो एउटा ए साकुरा गिच्यो के नाम त्यही त होइन के हो भोला लभर हो नि यार यो उसमा कति पर्छ एक दिन यो चढाउन के भन्छ यो यसलाई केबल कार होइन त्योभन्दा यसमा चढ्ने हो के साथी यो झुल्ने झुलमा झुल्ने ल झुल्दिउ नि त कुन दिन झुल्ने मार्छ होला यार चिल्ले लाएर पिसा त निस्किँदैन केटा हो किन निस्केला जस्तो लाग्छ यार यस्तोमा हेर न हेर्दै यत्रो छ बाफ्रे सही छ यार केटा है ओइ क्रस कहाँबाट क्रस हो सही मलाई सही लाग्यो यार असो कस्तो लाग्यो गफ हाल्न त यता गफ त हान्ने कसले पऱ्यो बनाउँछ नत्र ल ठिक छ भाइ बनाउनु तिमीले मन आउँदैन यस्तै हो यार अब यहाँ चाहिँ राम्रो छैन म ऊ चाहिँ घुम्न आउनु होला साथीभाइहरू अब नाचिएसीमा घरमा बसेर के गर्नुहुन्छ यार घुम्न आऊ होइन यही हो जापान आएला घुम सधैँ पैसातिर नभएको के छ काम भन्ने कुरा यस्तै हो जिन्दगानीमा मरिलानु के छ घुम्छौँ हान होइन खाऊ रमाइलो गर त्यही त हो नि अब यस्तो केटाहरूसँग घुम्न आएपछि त अब भइहाल्छ रमाइलो यस्ता केटाहरू जतिखेर पनि बोलाउने आइहाल्छन् अशोक जस्तो अशोकलाई बोलाउ नत्र कोही साथी नभए आउँछस् अशोक आएको छैन भयो कोही केटीले बोल्न आउँछस् नि के केटीले बोल्न आउँछस् नि भाइ केटीसेटीको कुरा छोडेर हामी केटा नै ठिक छ होइन इनफ छौँ केटीदेखि हामीलाई केही सरकार छैन तर यो चाहिँ देखेर मलाई ऊ लागेको हाम्रो नेपालतिर मेला लाग्छ नि केटा मेला मेला लाग्यो होला तराईतिर? हाम्रोतिर पनि लाग्छ नि मेरो हाम्रो डोल्पामा के डोल्पा महोत्सव लाग्नु लाख यस्तै झुला झुल्ने उ गर्ने डेभलप छ केटाहरू धेरै हिँड्यो अब बस्नु पाल्दैन यार त बस्ने केही खानेकुरा ल्याएर बस्नुपर्ने है के खाने हो र तर खाना त पानी त चाहियो त खाना त खाने यार केटा मलाई चाहिँ खानुभन्दा पनि फाल्न मन लागिरहेको छ अब यहाँ अब नेपालको जस्तो सार्वजनिक शौचालय छैन होला मागुरुङ छ केटीमा जाउँ न मागुरुङ युट्युबर माया गुरुङ थाहा छैन यार त्यो अब मुस्ताङ गएको अरे होइन के गर्न गएको भन्दाखेरि हग्न गएको अरे तिमी त्यस्तै कुरा नगर्नु खै चिन्दैन नि त्यो मायाको त भाइरल बन्नको लागि त्यो त भाइरल बन्नलाई हो नि म त होइन, त्यो भाइरलै छ यार हो त त्यो अझै झन् भाइरल हुन्छ नि त्यसको मिम बन्छ योलाई थाहा के सबै केटालाई त्यसको रेट बढ्छ युट्युबमा म त नि ऊ खाएर आएको नि त नि खाना नबनायो भने मेरो त बिहानको भात थियो होइन म खाना अनि थियो। अन्डा थियो अन्डा अनि फ्राई हाने अनि पुरै फ्राई राइस जस्तो बनाएर मा हानिदिएर आएको क्या केटाहरू अरू त थाहा छैन तिमीले त अनि बनाएर आयो होला नि त बनाएको पनि छैन बनाएर मलाई बनाउँछु बनाउन भन्दै थियो अनि म यसो टिकटक हेर्न लाग्यो अब त्यस्तै बिजी भयो अब त्यस्तै हो गएर बनाउने अब गएर मलाई सिधै अब के छ चाउचो साउचो हान्ने त होइन होइन बनाउँछु यार खानुपर्छ आज दिनभरि सुतिरहेको काम गर्नु गइरहेको छ कि त्यस्तै घुम्न पनि लाग्यो एक दिन हामी यो झुल्नेछौँ यसको नाम के हो झुल त होला नि खै के हो झुल्ने हो थाहा छैन तै पनि त्यसमा जानेछौँ होइन त्यसमा पनि डक्क लाएर यसमा पनि जानुपर्छ केबल कार पनि चढ्नुपर्छ एक दिन केटाहरू बिस्तारै बिस्तारै यस्तै घुम्नुपर्छ आज चाहिँ एक ठाउँ भोलि एक ठाउँ यो महिनाभरिमा जस 15-20वटा ठाउँ चाहिँ जानुपर्छ तालपरे अनि फुजी माउन्टेन पनि चढिदिनुपर्छ यार केटा चढ्न सक्छ नि म त चढिदिन्छु फेरि तालपरे नि त्यति धेरै नसोच्नु अहिले बिस्तारै सोच्नु बिस्तारै लास्टमा हान्नुपर्छ है त्यो चाहिँ के छ अशोक चढ्न सक्छस् तराईकोले फेरि माथि लेकमा जालास् नि फेरि भाइ लेकमा अनि लेक हो नि त फुजी भने त नि माउन्टेन त्यो त नि जापानको सबभन्दा ठुलो लेक हो तर यहाँको माउन्ट फुजी त होइन त्यसको हाइट बराबर त मेरो घरै छ क्या घर र मेरो माउन्ट फुजी त यहाँ त एउटै बराबर लेभलको ठाउँमा क्या हाइट त्यो डोल्पाको एउटा पहाडको र केटाहरू को आउँदैछ होइन मैले चाहिँ अब मेरो उसमा चाहिँ लगभग 50वटा टिकट चाहिँ बुक गरेको छु होइन टकलाएर एक दिन चाहिँ म भिडियो हाल्छु अनि त्यसमा चाहिँ को छ चढ्ने भाग्यशाली चिट्टा हुन्छ गोलापर्था
1 नम्बर चाहिँ अशोकलाई लानुपर्छ कि पर्दैन अशोकलाई नलगाउ जस्तो लाग्छ यार म त त्यति बेसी जान्छु त जानुपर्छ एक दिन कुनै पनि हान्नुपर्छ होइन अशोक गइदिन्छु नेपालीबाट यहीँबाट नेपाल छिर्किने यही लगेर 1 महिना लाग्छ के छ सही छ ल मौसम उता हेर त तिमीलाई त खतरा देखिन्छ भने यो पुलदेखि अझै उता पुग्नेहरू त यार त्यसले त किन ढिला भएर किन आज ढिला त छैन ढिला छैन छ नि यार हिँड्नुपर्ने तर गर्मी भएन यार तर यार गाइजहरू के छ सोलर एक्स्ट्रा काम कसैसँग छ भने खोज्नु पऱ्यो यार यामात्तो स्यामात्तो यहाँ क्या चाहियो फेरि हामीलाई होइन एउटा क्यामेरा किन्नुपर्ने छ होइन साथीले यार म यो महिना कि अर्को महिना किन्छु लगभग किनेर फेरि यस्तै हो क्या हुन त टाइम टाइममा यस्तै घुम्न गइयो भने चाहिँ हो कि होइन जाँदै हाल्ने हुन्थ्यो अब कोही छैन एक्लै आफू त अब यस्तै पऱ्यो आज कहाँ तिमी भएर यता आइयो गाइज आज हामी यता यसो घुम्न आइदिएको केही भन्न चाहन्छु ऊ चाहिँ युट्युबर छ है उसको च्यानलमा गएर सब्सक्राइब हाम्रो चाहिँ एकदम आज चाहिँ घुमघाम ज्वरो नै भइरहेको छ च्यानललाई आफै सब्स्क्राइब गर्नु उसको हान्दिँदा हुन्छ के नाम छ भनिदेऊ त क्याम बुढा क्याम भ्लग हान्दैन क्याम बुढामा ऊ अलिक खत्रै अगाडि छ है झापाली परे जस्तो लाग्यो मलाई दामी दामी हेराउँछ सबैजना गएर यता हाम्रो मधेसको सान मान यादवजी यादव सरकार कस्तो छ त केही भनिदिनु बवालले छ नि यसो स्ट्रेस यादव सरकार डान्सै गर्छु न म पागलमा म आउँदिन मलाई त्यस्तो साँच्चीको हामी उता गएर भोजपुरी गाना है गाइज भोजपुरी गाना डिजे हुनु पर्यो होइन साउन्ड त अब कहीँ बस्छ हामी अब डान्स सक्यो हाम्रो डान्स सक्यो गाइजहरू होइन डान्स सक्यो अब चाहिँ हामी चाहिँ उता जानुपर्छ होइन अब डान्स चाहिँ अर्को ठाउँमा हुन्छ सधैँ एक ठाउँमा गरेर पनि भएन टन्नै ठाउँ छ गर्नुपर्ने त्यही भएर अब चाहिँ अशोकको डान्सहरू बब्बाल छ अशोकको डान्सहरू आउँछ अशोकको डान्स अनि उसले अहिले फेरि हान्दैछ उसको आफ्नो पर्सनल होइन त्यस्तै हो यसले पनि हान्दैछ केटोले बब्बाल हान्दो रहेछ डान्स होइन मधेस भोजपुर होइन बब्बालै हान्दो रहेछ रातिको 7 बज्यो तर के छ भर्खरै हामी त 12-1 बजे जस्तो लागिरहेको छ फिलहाल मलाई केटा हो 7 बजे अब भर्खरै गर्मी भएर हो के केटा हो गर्मी बहुत भयो टिकटकमा धेरै नाच्यो क्या हाम्रो तर अशोकले यादवले बहुत हान्ने रहेछ है डान्स त बब्बाल के गाइजहरू है डान्स आउँछ होइन बब्बालै हान्ने रहेछ केटोको तर यसलाई चाहिँ हामी आसुका गएको त्यो के भन्छ फेयरवेल प्रोग्राममा नचाउनु पर्छ उसलाई को छ आसुका गएको केटाहरू होइन अशोकलाई चाहिँ जसरी भयो नचाउनु पर्छ यो कपाल एरिया हो देखाइदिनु यसो यो कपाल एरिया फेरि कपालै छैनन् क्या फेरि यो झाडीभित्र त छैनन् कहिले यो झाडीभित्र त
अशोक त्यस्तो ठाउँमा हेर त जा झाडीभित्र। यहाँ बस्ने गर्ने बवालले हुन्छ क्या होइन केटाहरूलाई मैले स्पट देखाइदिएँ है अब ल्याउने काम चाहिँ अशोकको हो। अब बुधले केटी पठाउँछ त्यसपछि ल्याउँछ होला केटी पटाउने भन्ने यस्तै हो केटाहरू आफू त अब एकदम के भन्छ बुढो रे सोझो साझो मान्छेलाई यस्तो नभन न नभट्काउ न तिमीहरू। म चाहिँ अब यस्तो केटी पछि लाग्ने भन्ने सोच छैन केटा हो त्यही त हो तिमी छन् त्यही भएर त अहिलेसम्म मैले कोही केटीसँग छैन मेरो म्युचुअल फ्रेन्ड त 50 जना भन्दा माथि अब म्युचुअल फ्रेन्ड हुँदैमा कहाँ त्यो सबै केटीहरू त्यो गर्लफ्रेन्ड भन्ने हुन्छ अनि किन साथीहरू हुन्छन् साथीहरू चिनजानको दिदी बहिनी हुन सक्छन् अब हो होइन त्यो सबै कहाँ तपाईँको चाहिँ गर्लफ्रेन्ड हुन्छ नि त सही कुनै गाइजहरू है यो चाहिँ कुनै भनेको यसमा जानुपर्छ कुनै दिन होइन अशोक केटा जानुपर्ने यार यो मौसम यसमा लाइट बल्थ्यो यार लाइट बल्यो अब लाइट है बबाल लाइट बल्छ यसमा खै त लाइट बल्थ्यो टिल्टुमा भाइ म त मुन आज लाइट बल्यो है मुन छ माथिपट्टि सही भयो यार लाइट त है खतरा छ पाल छ ल 10 बजे पुग्छ हामी रुमतिर अब यस्तै हो टाइम चाहिँ लाग्छ अब चाहिँ यही हो पछाडिको सिन यो सिन हेर्नलाई आउनुहोस् गाइजहरू होइन हेरियो अझै टाइम भएन क्या अलि थकाइ पनि लाग्यो होइन अलि अब फ्रीको टाइममा बिदाको टाइममा आउनुपर्छ अब त्यही हो बिदाको टाइममा आउनुपर्छ यस्तोमा घुम्न अलि छिटै मलाई त एकदम ठिकठाक लाग्यो अब घुमघाम अब यस्तै पनि थकाइ लाग्यो अब घरतिर जानुपर्छ खाना बनाउनु पऱ्यो खानु पऱ्यो फेरि नाइटमा अनि के भन्छ पत्रिका हाल्नै पऱ्यो यस्तै छ जिन्दगानी कहिले कसो यस्तै रमाइलो पनि हाल्नु पऱ्यो हो गाइजहरू यस्तै हो अब चाहिँ मेरो आजको भ्लग यतिमै सकिन्छ होइन योभन्दा धेरै चाहिँ नगरौँ अब थकाइ पनि लागेको छ होइन अब त्यही हो केही पनि खाइयो होइन नास्ता खायो आयो अब चाहिँ बाई बाई गाइजहरू